यार आजभोलि विशालले फोन पनि रिसिभ गर्दैन। त्यही त यार, के भएछ? त्यही त ओइ यो विशाल होइन? हो त। के गरेको? ओइ 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 विशाल के गरेको तैँले यस्तो? अब मलाई बाँच्नु मन छैन यार। किन के भयो? मलाई आरतीले धोका दि। हाँ? त्यसले मलाई 7 जन्म तक मेरो साथ निभाउँछु भने त्यसले आज 1 जन्म पनि भएको छैन। त्यसले मेरो साथ छोडेर गयो। म अब बाँच्न चाहन्न, मलाई छोड दे। म मर्छु। थोट एउटा केटीको लागि यस्तो गर्ने? नाम नाम तल नाम। अरे यार तेरो आमाको कसम त नाम त अरे नाम न एकैछिन नाम 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 नाम। अरे यार कस्तो मान्छे यार त? नाइ मलाई मर्नु छ। अरे नाम न नाम यहाँ उभि नाइ मलाई मर्नु छ। अरे अरे यहाँ उभि के भएको तँलाई? हाँ? तँलाई तेरो मम्मी बाबाले के यसैका लागि जन्माएको? हाँ? एउटा केटीको लागि यसरी ज्यान दिने हो? हाँ? सोच त तेरो मम्मी बाबाले कति आशा कति के सोच्नु भएको छ होला तेरो लागि। तँ एक्लो छोरो होस्। छोड, म गएको अब। आफ्नो मम्मी बाबाको लागि पनि सोच्न। हाँ? छोड, म जान्छु घर। एकछिन रोक्नु, मेरो फोन आयो। हेलो हेलो साथी, हाँ? त्यो हाम्रो गाउँको चाना मटरवाला दाइले त बिताएछ त नि। हाँ? के भयो? तेरो डार्लिङ त पहिला गएछ यार चाना मटरवाला दाइसँग।